नमस्कार साथीहरू, म आज तपाईहरुको लागि कम्प्युटर सम्बन्धी सामान्य अथवा बेसिक कोर्सको भिडियो लिएर आएको छु। तपाईहरु भर्खर कम्प्युटर सिक्दै हुनुहुन्छ अथवा कम्प्युटर चलाउँदै हुनुहुन्छ भने म तपाईहरुको लागि सामान्य अथवा जिरो लेभलदेखि कम्प्युटर कसरी चलाउने, कम्प्युटरका बेसिक कुराहरू के हुन् भन्ने कुराको चाहिँ म भिडियो लिएर आएको छु। तपाईहरु यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया अन्तिमसम्म भिडियो हेर्नु होला अनि यो च्यानललाई चाहिँ सब्स्क्राइब पनि गर्न नभुल्नु होला भन्दै म चाहिँ तपाईहरुलाई कम्प्युटर सम्बन्धी बेसिक कन्सेप्ट बारेमा जानकारी दिन गइरहेको छु। ल सर्वप्रथम तपाईहरुले कम्प्युटर सिक्दै हुनुहुन्छ, कम्प्युटर चलाउँदै हुनुहुन्छ भने तपाईहरुले पहिलो कन्सेप्ट के बुझ्नु होला भन्दै कम्प्युटरमा मुख्यतया दुईवटा कुराहरुमा निर्भर रहन्छ। पहिलो एउटा हार्डवेयर हो भने एउटा के हो त सफ्टवेयर हो र तपाईहरु चाहिँ हार्डवेयर अन्तर्गत के पर्छन् भन्ने कुराहरु तपाईहरुले सजिलैसँग बुझ्न सक्नुहुन्छ। हार्डवेयर अन्तर्गत माउस, किबोर्डहरु, पेन ड्राइभहरु अनि स्पिकरहरु, प्रिन्टरहरु हामीले देखिने यो चाहिँ मोनिटरहरु अथवा ल्यापटपहरु के हो त यो हार्डवेयर डिभाइसहरु हो भने सफ्टवेयर अन्तर्गत तपाईहरुले चाहिँ हामीले दैनिक जीवनमा प्रयोग गर्ने विभिन्न किसिमका एप्लिकेसनहरु वर्ड, एक्सेल, पावर पोइन्टहरु भयो, विभिन्न किसिमको यो ब्राउजरहरु भयो हैन। अनि विभिन्न किसिमको एप्लिकेसनहरु भयो, विभिन्न किसिमको प्याकेजहरु हुन् के हुन् त नि सफ्टवेयर हुन् र जस अन्तर्गत हामीले चाहिँ यिनै सफ्टवेयरहरुको बारेमा चाहिँ पछि चाहिँ बिस्तारै सिक्दै अथवा भिडियो मैले अपलोड गर्दै जानेछु र त्योभन्दा पहिले चाहिँ तपाईहरु कम्प्युटरमा चाहिँ एकदम नयाँ हुनुहुन्छ, कम्प्युटर भर्खरै चाहिँ सिक्दै अथवा चलाउँदै हुनुहुन्छ भने म तपाईहरुलाई चाहिँ जिरो लेभलबाट मैले चाहिँ तपाईहरुलाई सिकाउन गइरहेको छु। सर्वप्रथम त कम्प्युटर चाहिँ के हुनु पर्यो त भन्दा कम्प्युटर अथवा ल्यापटप चाहिँ अन गर्ने, अफ गर्ने कुराहरु जान्न पर्यो। पावरहरु कसरी जोड्ने, के गर्ने भन्ने कुराहरु तपाईले आफै चाहिँ जान्नुहुन्छ र कम्प्युटर चाहिँ अथवा ल्यापटप अन भइसकेको छ यहाँनेर मैले तपाईले देख्न सक्नुहुन्छ। कम्प्युटर यहाँ अन भएको अवस्था छ र कम्प्युटर अन गर्नको लागि तपाईहरुको चाहिँ मोनिटर अथवा चाहिँ ल्यापटपको चाहिँ एउटा बटन हुन्छ, यो पावर बटन हुन्छ। पावर बटन चाहिँ प्रेस गर्नु भने कम्प्युटर अटोमेटिक अन हुन्छ। त्यसपछि चाहिँ कम्प्युटर अन भइसकेको अवस्था छ यहाँनेर अनि यसलाई चाहिँ बन्द गर्नको लागि तपाई के गर्नुपर्ने हुन्छ भन्ने कुराहरु सिक्नको लागि सुरुमा तपाईले चाहिँ यो माउसको जुन पोइन्टर छ यो माउस पोइन्टरले के गर्नु होला भन्दाखेरि मुभ गर्नुपर्ने हुन्छ। जुन हाम्रो चाहिँ हार्डवेयर डिभाइस अन्तर्गत यो माउस पनि हुन्छ यहाँ। माउस चाहिँ यसरी बिस्तारै घुमाउनु भयो अथवा यतायति सार्नु भयो भने बिस्तारै माउस सर्छ र माउसमा चाहिँ मुख्यतया तीनवटा बटन हुन्छ, एउटा लेफ्ट हुन्छ, एउटा राइट हुन्छ र एउटा बिचमा यो ट्र्याक बल अथवा एउटा व्हिल पनि भन्छ यसलाई। यो बिस्तारै घुमाउने यो चाहिँ अरू कुरामा काम आउँछ। पछि तपाईहरुले सिक्दै जानु हो भने यो कुरा जानकारी हुन्छ र तपाईहरु चाहिँ सुरुमा यो कम्प्युटर अन भइसकेपछि यसलाई बन्द गर्ने कसरी भन्ने कुरा जान्नको लागि यो माउसको चाहिँ माउस पोइन्टरलाई बिस्तारै तपाईले मुभ गर्नुहुन्छ जता पनि लैजान सक्नुहुन्छ। यो हाम्रो देखिने भाग चाहिँ सबै के हो त स्क्रिन हो। यो स्क्रिनमा चाहिँ माउस जताकतै हाम्रो के हुन्छ त मुभ हुन्छ। बिस्तारै यो माउसलाई चाहिँ के गर्नु होला मुभ गर्नु होला। त्यसपछि हाम्रो कम्प्युटर बन्द गर्नको लागि तपाईको लास्टमा देख्नुहुन्छ यो टास्क बार भन्छ हाम्रो जुन यो तलको चाहिँ बटनको भाग छ यो चाहिँ तलतिरको भाग जुनमा चाहिँ हामीले विभिन्न किसिमको डेटहरु, टाइम त्यसैगरी विभिन्न किसिमको ब्याट्री पर्सेन्टेज कति छ अनि वाइफाई कनेक्ट भएको अनि हामीले चाहिँ खोल्ने प्रयोग गर्ने एप्लिकेसनहरु यहाँ देख्न सक्नुहुन्छ। यो भाग चाहिँ के हो त टास्क बार हो। यहीँनेर हाम्रो यता चाहिँ के छ त यो चारवटा यो चाहिँ स्क्वायर भएको चाहिँ के छ त यहाँ एउटा बटन छ। यसलाई हामी चाहिँ के भन्छौँ स्टार्ट बटन भन्छौँ। हामी चाहिँ कम्प्युटर बन्द गर्दैछौँ है साथीहरु। हामी चाहिँ के गर्दैछौँ त कम्प्युटर अन भएको कम्प्युटर अथवा ल्यापटपलाई के गर्दैछौँ बन्द गर्दैछौँ। अनि त्यसको लागि हामी के गर्नुपर्ने हुन्छ माउसलाई ठ्याक्कै त्यहीँनेर माथि लगेर के गर्नु होला ठ्याक्कै माउसमा दुईवटा बटन छ मुख्यतया। यसमा चाहिँ के च्याप्नु होला त भन्दा यताको लेफ्ट बटन क्लिक गर्नु होला माउसको। त्यसपछि तपाई यता देख्न सक्नुहुन्छ स्याक अरु माथितिर जान परेन। तपाई ठ्याक्कै यस्तो बटन छ। यो बटन भनेको एउटा अन अफ गर्ने भन्ने जस्तो बटन पनि हामीले सजिलैसँग यसलाई अनुमान गर्न सक्छौँ। पावर बटन भन्छ यसलाई। यहाँनेर के गर्नु होला लेफ्ट बटनमा के गर्नु होला प्रेस गर्नु होला। त्यसपछि हामीले चाहिँ अरु केही गर्न परेन। रिस्टार्ट भनेको कम्प्युटर बन्द गरेर फेरि चाहिँ खोल्ने हो ल्यापटप अथवा कम्प्युटर। त्यो गर्न परेन। हामीले के गर्ने त सिधै बन्द गर्नु छ हामीले कुनै पनि काम गर्नु छैन भनेपछि हामीले के गर्छौँ शटडाउनमा के गर्छौँ सिधै क्लिक गर्छौँ। ठ्याक्कै यहाँ माउसको चाहिँ पोइन्टरलाई अथवा यो पोइन्टमा ठ्याक्कै चाहिँ माथि पारेर के गर्नु होला लेफ्ट बटन प्रेस गर्नु हो भने के हुन्छ बन्द हुन्छ। तर मैले यहाँ बन्द गर्न चाहेन। तपाईले चाहिँ आवश्यकता अनुसार बन्द गर्न सक्नुहुन्छ। यो त एउटा सामान्य के भयो त कम्प्युटर बन्द गर्ने कुरा भयो है। अनि त्यसैगरी हामीले चाहिँ अरु कुराहरु बेसिक कुराहरु अन्तर्गत हामीले चाहिँ विभिन्न अगाडिको हामी देख्न सक्छौँ यो स्क्रिनको बारेमा जानकारी प्राप्त गर्नुपर्ने हुन्छ। अनि सुरुमा हाम्रो कम्प्युटर अन भइसकेछ। हामीले चाहिँ कम्प्युटर अन गरेर बन्द पनि गर्यौं र पुनः यसलाई खोल्यौं मानौं है।
त्यसपछि हाम्रो कम्प्युटर अन भइसकेपछि हामीले अगाडि देख्न सक्छौँ यो स्क्रिनको भाग हो यो पुरै र यहाँ देखिने चाहिँ तपाईँको यिनी गुगलहरू क्रोम भए डब्लुपिएस पिडिएफ अफिस यिनी विभिन्न किसिमको एप्लिकेसनहरू छन् या फोल्डरहरू छन् हामीले यिनीभित्र रहेर हामी के गर्छौँ काम गर्छौँ अनि यो देखिने चाहिँ फाइल अथवा फोल्डर अथवा आइकन भन्छ अगाडि डेस्कटपमा देखिने अथवा स्क्रिनमा देखिने जति पनि यिनी देख्नुहुन्छ यिनी चाहिँ सानो सानो पिक्चर जस्तो यसलाई हामी के भन्छौँ आइकन फाइल अथवा फोल्डरहरू भन्छौँ यसलाई हामीले आवश्यकता अनुसार मुभ गर्न नि सक्छौँ तपाईँको यता लैजान सक्छौँ उता लैजान सक्छौँ यसरी चाहिँ माउसले प्रेस गरेर हामीले मुभ गर्न नि सकिन्छ मुभ भन्दा पनि यसलाई छोरिएर रहेको छ यसलाई चाहिँ हामीले मिलाएर पनि राख्न सक्छौँ त्यसको लागि हामीले के गर्ने त भन्दा माउसको चाहिँ के गर्ने राइट क्लिक गर्ने राइट क्लिक गरेपछि हाम्रो भ्यू भन्ने छ यो भ्यू भनेको यो आइकन अथवा अगाडि देखिएका फोल्डरहरूलाई कसरी चाहिँ सानो ठुलो गराउने अथवा मिडियम गराउने कत्रो साइजमा चाहिँ राख्ने अथवा एरेन्ज गर्ने भन्ने कुरा हुन्छ त्यसको लागि चाहिँ मिडियममा क्लिक गर्नु भने यहाँ मिडियम हुन्छ यो मिडियम नै छ अनि भ्यूमा गएर फेरि लार्जको ठ्याक्कै के गर्ने लेफ्ट बटन प्रेस गर्नुभयो भने ठ्याक्कै के हुन्छ यो लार्ज भयो यसरी आइकनहरू है अनि ठ्याक्कै तपाईँको अरू चाहिँ के छ त भ्यूमा गएर अटो एरेन्ज गर्नुभयो भने के हुन्छ त यहाँ भन्दाखेरि अटोमेटिकली यो एरेन्ज हुन्छ भने एकै ठाउँ मिल्छ यहाँ ठ्याक्कै क्लिक गर्नु भने यसरी अटो एरेन्ज हुन्छ तपाईँले आफ्नो आवश्यकता अनुसार अगाडि देखिएको स्क्रिनमा अथवा डेस्कटपमा देखिएको चाहिँ फोल्डर फाइलहरू के गर्न सक्नुहुन्छ एरेन्ज गर्न सक्नुहुन्छ अथवा उसको साइज अनुसार स्मल मिडियम के हो त्यो चाहिँ चुज गर्न सक्नुहुन्छ आफ्नो आवश्यकता अनुसार यसको सर्टकट कीहरू पनि यता छ कन्ट्रोल प्लस शिफ्ट प्लस 3 गर्नु भने के हुन्छ त यहाँ मिडियम आइकन हुन्छ जस्तै मैले यहाँ के गर्ने कन्ट्रोल शिफ्टसँग के गरेँ त 3 गऱ्यो भने के हुन्छ यहाँ मिडियम हुन्छ यसरी है त्यो गर्न सक्नुहुन्छ अथवा तपाईँले चाहिँ सिधै यहीँमा भ्यूमा गएर स्मल अथवा चाहिँ मिडियम लार्ज के हो चाहिँ त्यो चुज गर्नु होला भन्दै अनि अर्को कुरा यहाँ के छ त भन्दा भ्यूमकै तल ठ्याक्क मासुलाई लगेर सो डेस्कटप आइकन कहिले के हुन्छ भने हाम्रो डेस्कटप अगाडि देखिएको यिनी जुन जति पनि आइकन फाइल फोल्डरहरू छन् यिनीहरू हाइड भइजान्छन् कस्तो अवस्थामा त भन्दा जस्तै यहाँ क्लिक गर्यो भने के हुन्छ यो हाइड भएको हुन्छ अनि यस्तो अवस्था भयो भने तपाईँले त्यो सो गर्न पर्यो अगाडिको डेस्कटप आइकनहरू फोल्डरहरू सो गर्न पर्यो भने के गर्ने त भन्दा ए मासको चाहिँ तपाईँको के गर्ने राइट क्लिक गर्ने खाली ठाउँ स्क्रिनमा अनि त्यसपछि तपाईँ भ्यूमा जानु होला भ्यूमा चाहिँ यो माउस पोइन्टर अथवा माउसलाई चाहिँ पोइन्ट गर्नु होला त्यसपछि तपाईँ सिधै तल आएर के छ त यहाँ सो डेस्कटप आइकन भन्ने छ यसमा के गर्नु होला लेफ्ट प्रेस गर्नु भने के हुन्छ यो आइकनहरू के हुन्छ सो हुन्छ है मैले यसलाई मिडियम गराएँ अनि त्यस्तै अरू कुराहरू छ तपाईँको हाम्रो अगाडि देखिएको जुन एउटा पिक्चर जस्तो छ यो एउटा फुल जस्तो छ यसलाई हामी डेस्कटप ब्याकग्राउन्ड भन्छौँ यो ब्याकग्राउन्ड चेन्ज गर्ने कसरी भन्ने कुराहरू पनि जान्नुपर्ने हुन्छ सामान्यतया बेसिक कुरा अन्तर्गत नै पर्छ त्यो भएको हुनाले यो डेस्कटपको चाहिँ ब्याकग्राउन्ड चेन्ज गर्नलाई के गर्ने त भन्दा हामीले अरू के गर्नुपर्ने राइट क्लिक गर्ने माउसको अनि त्यसपछि यो तल पर्सनलाइज भन्ने छ यसमा लेफ्ट क्लिक गर्नु होला अथवा प्रेस गर्नु होला त्यसपछि हामीले यहाँ तल गएर ब्याकग्राउन्ड भन्ने यहीँनिर देख्न सक्छौँ हामी ब्याकग्राउन्डमा क्लिक गर्छौँ लेफ्ट क्लिक गर्छौँ त्यसपछि आफ्नो आवश्यकता अनुसार कुन किसिमको ब्याकग्राउन्ड राख्ने हो फोटो अथवा पिक्चर राख्ने त्यहीमा क्लिक गर्नु भने जस्ट क्लिक गर्नु भने के हुन्छ त यो चेन्ज भइसकेको हुन्छ हामीले चाहिँ यसलाई चाहिँ माथि कुनै पनि प्रोग्राम खोलिसकेपछि माथि इन्टु अथवा यस्तो म्याक्सिमाइज अनि मिनिमाइज भन्ने आउँछ रिस्टोर भन्ने आउँछ यहाँ है यसलाई चाहिँ माइनसमा क्लिक गऱ्यो भने यहाँ यसरी हेर्न सकिन्छ तपाईँको यहाँ के भयो त यो डेस्कटप ब्याकग्राउन्ड चेन्ज भयो कसरी चेन्ज हुन्छ भन्ने कुरा राइट क्लिक गर्ने त्यसपछि पर्सनलाइजमा जाने अनि तपाईँको यो ब्याकग्राउन्ड भन्ने छ ब्याकग्राउन्ड अप्सनमा गइसकेपछि यहाँ अब यति मात्रै छ अरू पिक्चरहरू हेर्नको लागि तपाईँले यहाँ अब ब्राउज फोटो गरेर पनि आफ्नो फोटोहरू राख्न सक्नुहुन्छ ब्राउज फोटोमा क्लिक गर्ने अनि त्यसपछि यहाँ कुन फोटो राख्ने कुन फाइल फोल्डरमा छ भन्ने कुराहरू तपाईँले चुज गर्न सक्नुहुन्छ जसरी हामीले कम्प्युटरमा विभिन्न किसिमको फाइलमा अथवा फोल्डरमा गएर फोटो चुज गर्छौँ त्यसै गरी चुज पिक्चर गर्नु भने आवश्यकता अनुसार चेन्ज हुन्छ यो भयो त डेस्कटप अथवा ब्याकग्राउन्ड के गर्नको लागि चेन्ज गर्नको लागि तपाईँले यसरी क्लिक गर्दैछ मात्र जस्ट क्लिक गरेपछि के हुन्छ यो चेन्ज भइसकेको छ यतातिर है अनि यसलाई मैले अब माथि क्लोज गर्ने भन्ने छ यहाँ इन्टु क्रस लेखेको यो के हो त बन्द गर्ने यसलाई आवश्यकता छैन नि यसलाई बन्द गरिदिनु होला यसलाई हटाइदिनु होला है अनि यो भयो अनि अर्को कुरा हाम्रो के छ अब स्क्रिनको तलतिर हामीले अगाडि भनेको के हो त यो टास्क बार हो यो टास्क बारमा विभिन्न किसिमका एप्लिकेसनहरू अथवा हामीले ओपन गरेका काम गरेका फाइल फोल्डरहरू के हुन्छ यहाँ ओपन भएको हुन्छ यहाँ अथवा यहाँ हामीले चाहिँ राख्न सकिन्छ म्यानेज गर्न सकिन्छ यिनी कुराहरू तपाईँले हेर्न सक्नुहुन्छ गुगल क्रोम विभिन्न किसिमको अनलाइन अथवा कुनै वेबसाइट हाल्न पर्यो भने गुगल क्रोमहरू छ क्यालकुलेटरहरू छ होइन यसमा हामीले लन्च गर्न सक्छौँ आवश्यकता अनुसार
अनि त्योभन्दा पनि यतातिर छ हाम्रो तपाईँको अर्को इङ्ग्लिस भन्ने यता चाहिँ कुनै नेट कनेक्ट गर्न पऱ्यो भने यहाँनिर देखाउँछ साउन्ड कहिलेकाहीँ सानो ठुलो भयो भने पनि तपाईँले यहाँ क्लिक गरेर साउन्ड कहिलेकाहीँ चाहिँ म्युट हुन्छ यस्तो इन्टु लागेको हुन्छ त्यस्तो भयो भने तपाईँ ठ्याक्कै यहाँ क्लिक गर्न सक्नुहुन्छ अनि त्यसपछि यसलाई के गर्न सक्नुहुन्छ बढाउन सक्नुहुन्छ अथवा यसमा क्लिक गर्नु हो भने के हुन्छ म्युट अन र अफ हुन्छ यसरी साउन्डको कुरा भयो यो अनि अर्को कुरा यता ब्याट्री कति छ पर्सेन्ट ब्याट्री पर्सेन्ट हेर्न सक्नुहुन्छ अनि अर्को कुरा हामीलाई आवश्यक हुने कहिलेकाहीँ डेटहरू टाइमहरू के हुन्छ त यो नमिलेको हुनसक्छ त्यस्तो भयो भने हामीले के गर्ने ठ्याक्कै डेट एन्ड टाइममा हामीले चाहिँ चेन्ज गर्न सक्छौँ यसलाई एडजस्ट गर्न सक्छौँ त्यसको लागि राइट क्लिक गर्ने ठ्याक्कै अनि त्यसपछि फेरि माउसको चाहिँ यो लेफ्ट बटन एडजस्ट डेट एन्ड टाइममा क्लिक गर्ने त्यसपछि हाम्रो के हुन्छ त यहाँ अब कहिलेकाहीँ के हुन्छ भने तपाईँको सेट टाइम अटोमेटिकल्ली भन्नेमा यो अफ भएको अवस्था हुन्छ यस्तो अवस्था भयो भने हाम्रो डेट र टाइम बिग्रिएको हुनसक्छ अथवा फरक हुन्छ त्यस्तो भयो भने यसलाई के गर्ने त सेट डेट टाइम अटोमेटिकल्ली भन्नेमा अन गरिदिइसकेपछि यहाँ अन हुन्छ अहिले टाइम ठिकै नै छ अनि कहिलेकाहीँ तपाईँको आवश्यकता अनुसार चेन्ज गर्न पर्यो डेट र टाइम चाहिँ अटोमेटिकल्ली चाहिँ चेन्ज पनि भएन भने हामीले मेनुअली हामीले के गर्न सक्छौँ आफ्नो आवश्यकता अनुसार यसलाई अफ गरेको अवस्था हुन्छ त्यहाँनिर अनि चेन्जमा के गर्छौँ त्यहाँ क्लिक गर्छौँ अनि आफ्नो आवश्यकता अनुसार जस्तै 25 छ भने एकछिनलाई के गरियो यहाँ 26 राख्यो अनि त्यहाँ गुड लगाइदिने यहाँ त्यसपछि अब टाइम पनि अब 6 छ मानौँ यहाँ के गरियो त एड गराइयो यसरी 7 छ एड गराउने अनि टिक लगाउने 26 एड मात्र चेन्ज गर्यो यसलाई चेन्जमा क्लिक गरिसकेपछि के हो त यहाँ एड भयो यहाँ 26 भयो तर यो त होइन यसलाई हामीले के गर्छौँ त फेरि पुनः चाहिँ वास्तविक डेट एन्ड टाइम जति हो हामीले के गर्छौँ आफ्नो आवश्यकता अनुसार चेन्ज गर्छौँ त्यसको लागि के गर्नु पर्दो रहेछ त माउसको जुन लेफ्ट राइट बटन क्लिक गर्ने त्यसपछि लेफ्ट बटनले एडजस्ट डेट एन्ड टाइममा ठ्याक्कै यो माउस पोइन्टरलाई माथि राखेर प्रेस गर्ने बटन अनि त्यसपछि हाम्रो यहाँ खुल्दैछ यो हाम्रो सेटिङ खुल्दैछ नि त्यसपछि हामीले के गर्ने त यहाँ चेन्ज गर्ने ठाउँमा क्लिक गर्ने डेट एन्ड टाइम चेन्ज भन्नेमा क्लिक गर्ने मेनुअलीमा त्यसपछि हामीले अघि 26 गराएकोलाई के गराउँछौँ 25 गराउँछौँ अनि यसलाई गुड लगाउँछौँ अनि लगाउँछौँ त्यसपछि तपाईँको यहाँनिर चेन्ज भन्नेमा क्लिक गर्ने त्यसपछि हाम्रो 26 लाई के गर्छौँ त 25 अनि गुड लगाउने अनि 8 लाई हामी के छ त अहिले 7 बजेको छ यसलाई के गरिदिने गुड लगाउने अनि त्यसपछि चेन्ज भन्ने अप्सनमा क्लिक गरिसकेपछि हाम्रो के भयो त 25 नै भयो अनि 7 नै भयो त्यसरी हामीले डेट र टाइम के गर्न सक्छौँ चेन्ज गर्न सक्छौँ अनि यो भयो अनि अरू कुराहरू अगाडि बेसिक्समा तपाईँले के जान्नुपर्ने हुन्छ भनेपछि अगाडि देखिएको फाइल फोल्डरहरू छ हामीले आवश्यकता अनुसार फाइल फोल्डरहरू क्रिएट गर्न सक्छौँ त्यसलाई रिनेम गर्न सक्छौँ डिलिट गर्न सक्छौँ त्यसलाई कपी गर्न सक्छौँ अब यिनी कुराहरू छन् जस्तै हामीले यहाँ मानौँ कुनै एउटा फोल्डर बनाउनु पर्यो जसरी हामीले मोबाइलमा विभिन्न किसिमको फोल्डर बनाएर त्यहाँ पिक्चरहरू भिडियोहरू राख्छौँ त्यसै गरी हामीले पनि के गर्न सकिन्छ यो कम्प्युटरको अथवा ल्यापटपमा चाहिँ हाम्रो विभिन्न किसिमको स्टोरेज डिभाइसहरू छ स्टोरेज गर्ने ठाउँहरू छ त्यसमा हामीले आफ्नो आवश्यकता अनुसार फोटो भिडियोहरू अपलोड राख्न सक्छौँ अथवा सेभ गरेर राख्न सक्छौँ स्टोरेज गरेर त्यसको लागि मानौँ कुनै एउटा फोटो चाहिँ हामीले राख्न पर्यो एउटा फोल्डरमा भने हामीले फोल्डर क्रिएट गर्नको लागि नयाँ फोल्डर बनाउनको लागि के गर्ने त भन्दा राइट क्लिक गर्ने अनि त्यसपछि तपाईँको यहाँनिर न्यू भन्ने छ न्यू भनेको नयाँ के गराउने त भन्दा विभिन्न किसिमको क्याटेगोरीहरू छ ठ्याक्कै न्यूमा क्लिक गरेर यता सिधै आउनुपर्छ कहिलेकाहीँ तपाईँको यतादेखि माउस घुमाइयो भने आउँदैन अप्सन है ठ्याक्कै यहाँ क्लिक गर्ने न्यूमा त्यसपछि ठ्याक्कै जस्ट सिधै आयो तपाईँ के गर्नु त यहाँ हामीले अहिले अरू कुरा सिक्ने भन्दा पनि हामीले फोल्डर क्रिएट गर्ने न्यू फोल्डर त्यसको लागि हामी चाहिँ न्यू फोल्डरमा क्लिक गर्ने त्यसपछि यहाँ नयाँ फोल्डर आइसकेछ नयाँ फोल्डरमा तपाईँले आफ्नो आवश्यकता अनुसार नाम चाहिँ दिन सक्नुहुन्छ फोल्डरको नाम के दिने त भन्दा मानौँ बेसिक COMPUTR बेसिक कम्प्युटर भन्ने दियो होइन अनि बेसिक कम्प्युटरको हामीले चाहिँ विभिन्न किसिमको फाइलहरू फोटोहरू राख्न सक्छौँ यो भित्र एउटा फोल्डर बन्यो फोल्डरभित्र हामीले धेरै कुराहरू राख्न सक्छौँ यो राख्ने कुरा तपाईँलाई थाहा नै छ होइन अनि यसरी फोल्डर क्रिएट भयो बेसिक कम्प्युटर भन्ने फोल्डर क्रिएट भयो यही बेसिक कम्प्युटरलाई मानौँ हामीले के गराउनु पर्यो त भन्दा फोटो मात्रै फोल्डरको नाम फोटो राख्न पर्यो भने के गर्ने भन्दा जुन माउसको जुन पोइन्टर यो माउस जुन छ यो माउस पोइन्टरलाई के गर्ने ठ्याक्कै फोल्डरको माथि नै राख्ने अन्त तपाईँको राइट क्लिक गर्ने त राइट क्लिक गर्नु होला त्यसपछि यहाँ रिनेम भन्ने छ के गर्ने रिनेम भनेको नाम चेन्ज गर्ने फोल्डरको है रिनेममा क्लिक गर्ने त्यसपछि हामीले के राख्न पर्यो त्यसलाई फोटो भन्ने गराउनु अरू यहाँ तपाईँले टाइप गर्ने कुराहरू त सिक्नुहुन्छ बिस्तारै फोटो भन्ने राखियो होइन अनि यो के भयो त फोटोबाट चेन्ज अघि चाहिँ बेसिक कम्प्युटर थियो अहिले के भयो त फोटो भयो
यसरी हामीले चाहिँ फाइलको नाम के गर्न सक्छौँ, चेन्ज गर्न सक्छौँ। जुनसुकै फाइल होस् फोल्डर होस् तपाईँले गर्ने प्रक्रिया यही नै है। ठ्याक्क राइट क्लिक गर्ने अनि के गर्ने त तपाईँले रिनेम भनेको नाम चेन्ज गर्ने नाम चेन्ज गर्ने, डिलिट गर्ने डिलिट गर्ने, कपी गर्न छ त्यसैलाई त्यस्तै अर्को कुनै ठाउँ डुप्लिकेट गराउन पेस्ट देखाउनु छ भने कपी गर्ने है, कट गर्ने कुराहरू छन्। यसलाई ओपन गर्न पर्यो भने हेर्न पर्यो भने के गर्ने त राइट क्लिक गर्ने, त्यसपछि ओपनमा क्लिक गरिसकेपछि यो के हुन्छ फोल्डर ओपन हुन्छ। यहाँ अहिले के आएको छ फोल्डर दिस फोल्डर इज एम्प्टी छ, यो फोल्डर के छ त अहिले पूर्ण रूपमा खाली छ। हामीले कुनै पनि केही कुरा राखेका छैनौँ। यो भित्र हामीले के राख्न सक्छौँ, जुनसुकै फाइल हुन्छ फोटो भिडियो जे कुरा पनि हामीले के गर्न सक्छौँ यो भित्र लिएर राख्न सक्छौँ। यसलाई हामीले के गरिदिउँ यहाँबाट बन्द गरिदिउँ, क्लोज गरिदिउँ। यहाँ लेफ्ट बटन प्रेस गर्ने क्लोज भन्ने आउँछ, यो बन्द हुन्छ यो है। यसै गरी हामीले के गर्न सक्छौँ रिनेम गर्न सक्छौँ, डिलिट गर्ने भए हामी डिलिट गर्न सक्छौँ आफ्नो आवश्यकता अनुसार। यसलाई हेर्नको लागि ओपन गर्ने, डिलिट गर्ने भए डिलिट, रिनेम, कपी, कट सबै कुराहरू के छ त यहीँ उपलब्ध छ। मानव यो फोल्डर आवश्यकता छैन, मैले यसलाई के गरिदिन्छु राइट क्लिक गरिदिन्छु यही फोल्डरको माथि नै गएर अनि त्यसपछि के गर्छु डिलिट गर्छु यसरी, अनि के हुन्छ यो डिलिट हुन्छ। तपाईँले के बुझ्नु होला भन्दा कुनै पनि फोल्डरको चाहिँ त्यही सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भने ठ्याक्कै यो माउसको चाहिँ यो जुन पोइन्टर छ, यो जुन पोइन्ट छ यसलाई चाहिँ ठ्याक्कै यहाँ क्लिक गऱ्यो भने हुँदैन होइन। तपाईँको जस्तै यो चाहिँ स्क्रिन रेकर्ड भन्ने छ, यसलाई चाहिँ ठ्याक्कै राइट क्लिक गरेर यही माथि चाहिँ गएर राइट क्लिक गऱ्यो भने बल्ल यसलाई चाहिँ हामी के गर्न सकिन्छ आवश्यकता अनुसार रिनेम गर्ने, डिलिट गर्ने, कपी गर्ने कुराहरू के गर्न सकिन्छ गर्न सकिन्छ। यिनी कुराहरू तपाईँको बेसिक चाहिँ कम्प्युटर भर्खर सिक्दै हुनुहुन्छ भने र आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु। र यो लास्ट टाइममा तपाईँलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, अथवा मन पर्यो भने लाइक र सेयर पनि गर्नुहोला। र यस्तै तपाईँलाई बेसिक लेभलदेखि अथवा जिरो लेभलदेखि कम्प्युटर सिक्न छ, सामान्य कुराहरूको जानकारी प्राप्त गर्न छ भने कृपया कमेन्ट गर्नुहोला। म आगामी चाहिँ अन्य भिडियोहरू पनि लिएर आउनेछु भन्दै म बिदा हुन्छु। धन्यवाद।